गाइस स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। आज पनि म एउटा नयाँ ब्लगमा उपस्थित भइसकेको छु। आज खासै विशेष त केही छैन, अनि केटाहरुसँग भेट गर्ने भन्ने आशा छ। अब हामी दुईजना हिँडिरहेको एक केटामा एक म, हामी दुईजना हिँडिरहेको। यो नयाँ बाटो हो कि होइन? आज हामी खासै मोटेलाई भेट्नुपर्छ यार। मोटु सिंह ठुकरी निराजन सिंह लाइभ भेट्न जाँदैछौँ हामी। मनोज सिंहको भाइ हो। मेरो भाइ होइन त, तिमीहरूले त्यति मजाक गरेर भने अब भन्यो किन? ऊ हेर भाले कप भाले खाने हो केटा हो। गाइज आज हामी अब मोटेलाई भेट्न जाँदैछौँ। मोटे स्कुल होला हाम्रो, यो चाहिँ प्रिन्सिपलको छोरा हो कि मोटे। लास माग्थ्यो मोटे मलाई ढारिया त्यति बोल्छ न, केही काम गर्छ मलाई खान्छ। जे कुरालाई नि सिरियसमै लाग्दैन, मजाक मात्रै लाग्छ मोटे। आमा म त 2 बार लागिहालेको छु नि त। म चाहिँ हो यार। ठिक छ, अरू ठिक छ? प्लिज गाइज के छ हजुर? अहिले बाटोमा भेट्दै गरौँला है गाइज। केही खासै देखाउनु त के रहेन छ, त्यही अहिले बाटोमा भेटौँ। 5 minutes later. कङ्ग्रेचुलेसन है, फाइनली भेट्यो। के छ मोटे यार, मेरो ब्लगमा स्वागत छ है तपाईँलाई। मोटे स्वागत छ है मेरो ब्लगमा तपाईँलाई। लाइक सेयर सब्सक्राइब गरिदिनु पऱ्यो भन्नु पऱ्यो यार साथीको ब्लगमा। अनि अहिले चाहिँ हामी डाउनफल लागेको ब्लगर हो क्या यो। कहाँ जाँदिनेहरू? एमटिभी निराजन साइकलको कन्डिसन हाम्रो। A few moments later. बौलिसकेको हो र एउटा मलाई हो। भिखारीहरूलाई मलाई देऊ पहिला भिखारी जस्तो। A few moments later. कति दिन भयो केटा खाइ नखा। खाऊ मोटे खाऊ तिमी यार। A few moments later. गाई त्यो पागल हो, हिजो अस्ति मेरो घरमा पागल भइरहेको थियो। मोटे त मोटे छ नि यार, कसरी स्टेप मिल्यो क्या तिनीहरूको यार। खाने गाइस खाने दिनमा के बाल बदल तेरो आवाज त्यो किले म यस्तो भाइरल बनाउँछु। गाइस हामी अरू हिँडिरहेको छौँ। बोला त गाइस। यही मुला जेप्पा चाहिँ नबोल्न। गाइस हाम्रो यो एमटिभी निराजन भ्लगलाई सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्छु। धेरै मोटे के छ? मनोज साई ब्लगर। ए निराजन साई ब्लग, निराजन सिंह ब्लग। यो बाटो जाने हामी। ए पौडी खेल्न नजाने हो?
हजुर दिनु लगेर ल्याउ न ल्याउ लगे फटालाई दिनु ए नाटक गरे है गाइस नाटक गरे गाइस अनि म चाहिँ गाइस भने नि गाईका बच्चा अब भानु पर्छ के अनि ल त्यसलाई मुटु यता हेर त गाई त्यसले पार्थ्यो है यो लास्टमा दुआ अर्का मन बन्दा नि नान मैं तेरे पादेको पनि छ यहाँ गाई त्यसले पादेको मेरोमा त बोले आयो यार यसले अरू के छ गाई चाहिँ अहिलेसम्म त्यतिकै रोमान्स गरिरह मोटेले त्यति नौटङ्गी गरिरह भलकको लागि कहाँ गाउँ हो क्या यो शाहरुख खानको पोज दिन्छु है आज कहाँ छ तिम्रो घर बाबु मेरो घरमा पार्टी छ तिमीहरूले हेर पार्टीहरू कहाँ छ तिम्रो घर हाम्रो पपुलर ठाउँ हाम्रो यही हो क्या हामी भ्लग बनाउने यही हो जहिले हाम्रो भ्लगिङ स्पट आइसकेको छ भने एक दिन म होइन म तल लाटीको लग्यो जान्छु शिव मन्दिरको त छ यस्तो घर हो यस्तो देखेछु एक लाख त्यहाँ नि त्यो घर ढल्छ त्यो घर तर कस्तो डिजाइनमा बनायो क्या है त्यहाँ ढल्दैन त्यो घर ढल्छ भनेर मैले त्यस्तो दिँदैन त्यसले हान्छु अहिले यो बौलिङ लागिसक्यो हाम्रो बुढा बुढीलाई बौली लाग्यो फेरि बोल्नु न गाइस भन न पढेर बोलाउनु भएको छ हाम्रो ल खतरा है पिकनिक स्पट स्विमिङ स्पट म चाहिँ डुब्की मुती हाल बौला भइसक्यो गाई जो शाहरुख खानको पोज हो त यो धेरै पनि अब यो थम्बनेलको लागि जे पनि थम्बनेल हैन के कन्टेन्ट खतरा गाइस टिकटक बनाउने आज बनाउन तर अस्तिको भिडियो टिकटकमा हाल्न सक्दैन मैले गाइजहरूलाई देखाउन सक्दैन अस्तिको भिडियो हामी यहाँ भ्लगरहरु पनि बौलाहरु हुन् के अघि पाटेको भ्लग थियो त खै बौला भइसक्यो गाइस हेर गाइस यो बौलिसक्यो है यो बौला भ्लग यो बौला आजलाई यति नै गाइस अब मेरो ब्लगमा लाइक शेयर सब्सक्राइब गरिदिनु विनम्र अनुरोध गर्छु आज अब रात पढिसक्यो गाइस घरतिर जानु पर्यो कति ब्लग कन्टेन्ट अब स्कुल बनाउन गइरहेको छौँ अब स्कुल जाँदाखेरि अब कन्टेन्ट अलि नराम्रो आइदिन सक्छ नराम्रो मान्दैन राम्रो मानेर हेरिदिनु हुन म विनम्र अनुरोध गर्छु सिउ नेक्स्ट ब्लग